यो यिनीहरूको जमानाको परम्परा गएर चाहिँ 12 बजे उठ्ने मान्छे आज 9 बजे उठेको लास्ट निन्द्रा लागेर आँखा पनि यस्तो सानो देखिरहेको छ। आउँदाखेरि त कस्तो फिलिङै अर्को छुट्टै आउने क्या, क्या मजा आनन्द लाग्ने कि यहाँ बढ्दो आएपछि त यार। साथीहरू यो घामले चाहिँ गान फडाउँछ कि यार, अब उधुम के उधुम मजाले काम गरेर अहिले चाहिँ यहाँ डेलिभरी लागेको छ। भर्खर डेलिभरी दिएर आएको ठाउँमा। नमस्ते गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ म किन यति बिहान निस्क्यो होला भन्ठानुहुन्छ भने चाहिँ सो आज चाहिँ मेरो इन्टरभ्यू प्लस ट्रायल सायल छ होइन। म अब कम्पनी चेन्ज गर्न लागेको हो अनि मलाई चाहिँ उता इन्टरभ्यू लिनलाई बोलाएको छ नि त आज। सो आज म चट्ट रेडी सेडी भएर निस्किँदैछु। सर्ट त जाने हो, अब इन्टरभ्यू ट्याङड्युङ दिएर आउने हो पास भयो भने, अनि 1 महिनामा चलिदिनु पर्ने हुन्छ है त। मेरो चाहिँ त्यही हो, कोठाबाट निस्किनुभन्दा अगाडि त्यही त हो नि, यो ट्याक्कै कोठाबाट निस्किने अनि यता बस चढेर जानलाई बस पर्खेर बस्ने यसरी मजाले है, त्यही त हो। ल फाइनली हाम्रो बस पनि आइसक्यो र चढेर अनि चाहिँ हिँडिसक्यो है। त्यही नयाँ चिजहरू बन्दै रहेछ यहाँ। गाउँ त सिधै रसिदियो पुगेछ है त। ल म चाहिँ ट्याक्क रसिदियो बस स्टेसन मेट्रो स्टेसन आइसक्यो। अब चट्ट मेट्रो चढेर जानुपर्ने हुन्छ गाइस है। यो यिनीहरूको जमानाको परम्परा गएर चाहिँ पहिला यस्तो 12 बजे उठ्ने मान्छे आज 9 बजे उठेको लास्ट निन्द्रा लागेर आँखा पनि यस्तो सानो देखिरहेको छ। अब आज के हुन्छ थाहा छैन। ल साथी हो, अब फाइनली ट्याक्क अब अल्गुको मेट्रो स्टेसन आइसक्यो। अब स्टुडेन्ट पनि नजिकै छ, गएर अब सर्लक्क इन्टरभ्यू दिनुपर्ने हुन्छ। ट्रायल साल गरेर जान्छ। अब सिधै त्यहाँ गएको चाहिँ म घुमेको नदिनँ, किनकि अब फर्स्ट टाइम भन्दाखेरि के गर्नु हुँदैन, त्यहाँ गएर काम साम गर्छु है। आउँदाखेरि त कस्तो फिलिङै अर्को छुट्टै आउने क्या, क्या मजा आनन्द लाग्ने कि यहाँ बढ्दो आएपछि त यार। के हो साथीहरू, त्यही हो। अब सिधै रेस्टुरेन्टमा गएर भट्टाभट काम गर्छु म चाहिँ है। साथीहरू यो घामले चाहिँ गान फडाउँछ कि यार, अब उधुम के उधुम मजाले काम गरेर अहिले चाहिँ यहाँ डेलिभरी लागेको छ। डेलिभरी पुऱ्याउन आएको गाइज। त्यसो यस्तै चाहिँ भर्खर डेलिभरी दिएर आएको ठाउँमा चलिदिनु पर्ने हुन्छ फेरि त रेस्टुरेन्टमा है। ताई त कुल्ली जस्तो देखिरहेको छ, कुल्ली जस्तो। साथीहरू रातैको भइसकेको छ, अब त चलिदिनु पर्ने हुन्छ रुमतिर है। अब यस्तै हो, मजाले दिनभरि काम गऱ्यो। अब साउले क्यान्सल दिन्छ दिँदैन थाहा छैन, यताउति अब के हुन्छ हेरौँ अब है। ल साथीहरू तेरो दाइ सेलेक्ट भयो अब है। अब उधौँ हान्नुपर्छ, अब सेलेक्ट भयो तेरो दाइ आजदेखि होइन। चाँडो उताबाट पाटपुट्टा गरेर चाँडो बढ्दो सेटल हुनुपर्छ केटा हो। ल एकदम खुसी लागिरहेछ। अब उता रुमसुम पुगेर त्यही त हुने हो, मेट्रो चढ्ने जाने रुम पुग्ने त्यही त हो। अब म चाहिँ यो भ्लगलाई चाहिँ यहीँ इन्ड गर्न चाहन्छु भनिहाल्यो, सेलेक्ट भइहाल्यो। स्यालेरी पनि अब भने जस्तै छ, सोचे जस्तै छ है। सो बाई बाई, गुड नाइट।